आज फेरि पानी बिग्रेछ। अब यी फेरि पानी बनाउनु, दुई भाइ फेरि साथीलाई फेरि लिएर दुई भाइ फेरि अलिकति पानी पर्यो भने पनि बिग्रिन्छ, अलिकति के अरे गाडाङ गुडुङ भयो भने पानी ब्लक हुन्छ। अचम्म लाग्छ क्या मलाई। बिचरा आज फेरि मन साथीलाई फेरि लिएर फेरि पानी यहाँ बनाउनु आएको। कस्तो होइन त्यो उयो हो, यो अस्ति त्यो जुन चाहिँ बेलुका नाइटको टाइममा ठुलो आयो नि हावापानी क्या, त्यति बेला नै मलाई चाहिँ डाउट लागेको छ कि भल पस्यो या त बिचतिर कहाँतिर ब्लास्ट भयो। पहिला त्यस्तो दुःख दिन्थेन त है। अनि त्यो च्यादर लगायो भने अन्त के चाहिँ भएर बिग्रेको, म त छक्कै परिसकेँ। यो त घन्टा अन्त ह्याट्रिक भइसक्यो त। अन्त छ्या फेरि अस्ति हालेको थियो नि भिडियोमा फेरि अर्ग्यानिक मात्रै देखाउँछ फेरि अर्ग्यानिक मात्रै देखाउँछ। अब हामी खासमा चाहिँ अर्ग्यानिक खोज्नु चाहिँ आएको होइन कि, अब हाम्रो प्रब्लमै त्यही हो। अब वाटर केसले गर्दा यो अब आज 3 दिन भर्न आएको। घरमा ठ्याप्पै पानी भएर माथि सबै दुइटै सिन्टेक्समा चाहिँ टोटल चाहिँ अब 1000 लिटर जस्तो बाँचेको होला पानी। दुइटामा 2000 लिटर हो, 1000 लिटर बाँचेको होला। अब अरूले त बिचराहरूले अरूहरूलाई पनि मैले दिएको छु पानी गाउँघरमा हो, बिना पैसा फ्रीमै दिएको। उनीहरू पनि सबैजना खाओस् भनेर दिएको छु। बिचरा उनीहरूलाई पनि प्रब्लमै भयो नि। अब त्यही पानीले कतिवटा घर चल्छ, त्यसले गर्दाखेरि प्रब्लम भयो कि त। अब जस्तै उसमा पनि अब हावा पानी आयो भने आउनु कर लाग्छ पानी बनाउनु। फेरि अर्ग्यानिक खोज्नु मन लागिहाल्छ है। फेरि आएपछि अलिकति क्या अर्ग्यानिक निङ्ग्रो सिङ्ग्रोहरू टिप्छु। साथीले पनि टिप्ने भन्दैछ, अलिअलि टिप्नु। अब के छ, अब आएपछि अलिअलि भिज्ने नै हो। यो जग्गामा पनि कति आमा 3 खेप भइसक्यो आएको, कन्टिन्यू 3 खेप भइसक्यो आएको। सिमरायो सिमरायो पुरा, सिमरायो त दामी हुँदो रहेछ, मस्त भएछ सिमरायो चाहिँ। खाने लायकै भएछ सिमरायो है। हो सिमरायो दामी भएछ। यस्तो जङ्गलमा अब घुम्नु त कसलाई चाहिँ रहर लाग्छ होला र। रहर त लाग्दैन, पानीले गर्दाखेरि कर चाहिँ लाग्छ। टोइलेटमै जान्छ 10-15 लिटर जस्तो पानी। अन्त घरको अन्त 6जना 7जनाले टोइलेट गर्दा त पानीको त लिमिट छैन। आम्बो स्ट्रबेरी, लोकल स्ट्रबेरी। मेरो चाहिँ अब भिडियो त्यस्तो खालको आउँछ। अब यो के अरे हेलो गाइस त्यस्तोहरू चाहिँ अब म भन्नु सक्दिनँ। मलाई त्यो भन्नु म त्यति इच्छा लाग्दैन। जे छ रियालिटी जे बोल्छु त्यही नै म चाहिँ भिडियोमा अपलोड गरिदिन्छु। नरिसाइकन अब हेरिदिने। आम्बो ओभरै भइदिएछ नि यो त। हेर्नु त यो स्ट्रबेरी अर्ग्यानिक जङ्गलको यो चाहिँ एकदम अर्ग्यानिक, लोकल लोकल रहेछ। लोकलहरू पुरा लोकलै। यो खायो भने चाहिँ सिधै आगे बढो। भन्यो अरे अब यहाँबाट चाहिँ खास मिसन स्टार्ट। मिसन सुरु भयो। ओभर डरलाग्दो खाले हुन्छ नि, एक प्रकारको अन्धारो हुन्छ नि, डरलाग्दो न डरलाग्दो भइरहेको रहेछ वेदर चाहिँ भित्र त। हेर्नु त
आम्मामा मेरो हप्ता दिन चाहिँ नभइकन चाहिँ दुई दुईपल्टको पानी दिदी अन्त अस्ति अन्त 1 हप्ता अगाडि आएको हामी नेपाल त पानीले पुरा दुःख दिन्छ त्यो त होइन यो भलले नि भलै पस्यो अस्ति जुन चाहिँ भल पसेको थियो त्यही योपालि पनि त्यसरी नै भल पस्यो फेरि अस्ति मैले हाम्रै भाइहरूको मुखबाट सुनेको हो मुखबाट सुनेको होइन भिडियो हेरेँ नि मैले भालु क्या भालु निस्किएछ रुख त पिल्छाएर केही रहेको छैन पर यो पर डेढादेखि अलिक यता कि भत्रस डाँडा माथिबडी भालु निस्किएको छ अरे भालु रुख भालु भेट्यो भने चाहिँ भालुले चाहिँ हामीलाई चाहिँ आज चाहिँ छाला तार्ने रहेछ अब हे त्यसको पनि अब छाला त तारिन्छ नि त्यसलाई पनि इजी चाहिँ कहाँ छोडिन्छ र फेस टु फेस भएपछि भालुको पनि आलु फुल्छ मान्छेको पनि तालु फुल्छ फेरि बोथ साइडै हुन्छ WWE हुन्छ नि जङ्गलमै ओफ यहाँ अस्ति दिपुले ग्लास छोडिरहेको छ खोइ यो मान्छे छ नि अल्छेको राजा हो नि त भ्यान्छ त्यो पछाडि निमरोटी पो ठिकै छ त्यहाँ ठिकै छ त्यो चलाक छुइनँ कि यहाँ उयो अलिक गर्दैछु यहाँ फेरि काली रहेछ यो उतै गण्डगोल भएछ ओ नान्टा काली निगुरो क्या मुनि लाग्छ नि सिधा त मुनिबाट कालो काली चाहिँ फेरि काली नै हो नि त आई लभ ब्ल्याकी है काली चाहिँ खाने हो भन्दैछ हो साथीले काली खान्छु भन्दैछ म चाहिँ खान्दिनँ म चाहिँ आज एक झर्को टिपेर आउँछ काली निगुरो क्या काली निगुरोमा चाहिँ यो छ नि सेतो एक लेयर हुन्छ क्या स्ट्राइप गरे जस्तो हुन्छ सेतो सबसे मिठो निगुरोभरि मध्येमा चाहिँ यो हो क्या निगुरो चाहिँ यसलाई चाहिँ भन्छ कालापेटी लोथरकेल त यहाँ पनि त खाएको थियो रहेछ पानी त्यो त यहाँ चाहिँ किन घाडा गर्छ भनेको त यहाँ अस्ति हिउँदोमा क्या यस्तो बनाइदिएको छ अन्त कहाँ पानीको प्रेसरहरू पुग्छ नि म त नहेरी हिँडेको यहाँ फेरि यसरी नयाँ फेरि यहाँ खाइदिएछ अहिले फेरि यहाँ अब अलिकति रिपेयर गऱ्यौँ यहाँ त अब यस्तो छ पट्टेर बाँस गाडी सोलिड यो चाहिँ अब कतिजना साथीभाइहरूलाई चाहिँ लाग्दा
यो छुप्पाहरूले के साह्रो जङ्गलको भिडियो हाल्दो रहेछ, काम छैन रहेछ भन्दै होला होइन। रहरले चाहिँ होइन, अब करले हो यस्तो। अब के हो, यो पानी बनाउनु आउनु पऱ्यो, अन्त यसो जङ्गलको के हुँदैछ एक्टिभिटिज, अन्त जङ्गलको रियालिटी क्या यो हालिदिएको। सबैजनाले थाहा चाहिँ होस् न। यो ओह्रालोमा त हिँड्नु पनि पर्दैन नि, आफै चिप्लेर तल यो पुग्छ र पुग्छ। आज त घन्टा भुँडी कराउँला कराउँला जस्तो हुँदैछ सोम्बे। बिहान क्या त्यो बिहानको खाजा त पच्यो नि मेरो त, सब्जीमा गयो नि त आज आफ्टर लङ टाइम। आज शुक्रबारको घाट हेर्नुपर्छ नि। अब यहाँ हेरेन भने त अहिले प्रब्लम हुन्छ नि फेरि। यो चाहिँ फेरि मेन घाट हो नि, यहाँ हेरिसकेपछि चाहिँ त्यहाँबाट डाइरेक्ट उता फेरि यहाँ एकपल्ट हेर्नुपर्ने छ। यहाँबाट चेक गर्दै जान्छ कि पानी त उता गइरहेको छ माथि मुहानबाट त। यहाँ चाहिँ अब के छ हालत हेरौँ नि। एक त्यहाँ माथि त उसले दिएछ नि त लोथर्केले, के प्रब्लम लोथर्केलाई पनि छ पानी त। यहाँबाट त गइरहेको छ कि पानी, उयो यता पो पर उता कहाँ चाहिँ चुडेको होला हौ। एकछिन छोडिदिउँ नि त्यो जान्छ नि। अस्ति जग्गामा त प्रब्लम भएन होला है, त्यहाँ छैन घरिघरि त प्रब्लम नहुनु पर्ने है। त्यो भित्तामा नि अस्ति भित्तामा माथि उ त छ है, पानीमा प्रेसर छ है। छ भने बन्द गरिदिउँ, हालिदिउँ अब। यहाँले अब साथी भइन्जेल मात्रै हो, मेरो पनि बिचरा अब अगस्ततिर यो पनि हुँदैन। यो पनि बिचरा अब आफ्नो परिस्थितिलाई लिएर ऊ पनि आफ्नो व्यवस्थाको लागि ऊ पनि जान्छ काम गर्नु, मिसेस लगेर बिचरा बहिनीलाई लगेर। गाउँमा अलिकति सुनसान चाहिँ हुने भयो, सधैँ बोलीचाली गरिरहेको सँगै हिँडेको। यसरी पानी बनाउनु, निङ्ग्रो च्याउ खोज्नु हो। यताउति जाँदाखेरि एउटा साथी थियो, अब त्यो साथी पनि हुँदैन हो। मलाई चाहिँ अलिकति समस्या हुन्छ। अब घरमा छ नि दाजुभाइहरू पनि, दाजु छ बिचरा, दाजुमा त्यति उस भ्याउँदैन हो। अब मानिसहरू त अब त्यस्तै हो। अब मलाई चाहिँ अलिक समस्या हुन्छ। यहाँ चाहिँ अस्ति एउटा च्याउ भेटाएको थियो कि, त्यो च्याउ कुहिएको थियो। त्यहाँदेखि त फेरि अर्को देखेको थियो कति यहाँ यसलाई चाहिँ अब अस्ति हामीले छोपिरहेको थियो हो, कमिङ सुन भनेर। अस्ति तपाईँहरूले हेर्नुभएको थियो नि भिडियो, त्यही हो। यहाँ एउटा आएछ, हेर्नु नि अस्ति चाहिँ कमिङ सुन कि, अब आज चाहिँ पुरै सुन भएछ। हेर्नु नि मिठी, दुईवटा गरेर मोटामोटी 1 किलो 1.5 किलो जस्तो रहेछ है। 1.5 किलो होला मोटामोटी, 2 किलो गरेर। आमा यो त कुनै कस्तो हुन्छ नि, हेर्नु न। अब तपाईँहरूले किलो चाहिँ देख्नु पाएन होला कि, हेर्नु अब किलो देखाइदिन्छु र अलिकति। हेर्नु दामी हुन्छ नि, यो त हुन्छ नि, मिठो र मिठो हुन्छ कि। अब मासु कुखुराको मासु जस्तो हुन्छ यो हो नि त। च्याउ हेर्नु नि यस्तो हुन्छ च्याउ भनेको। यो चाहिँ के, अब यसले चाहिँ अब लोकल चिकनलाई नै बिट गर्छ। अर्ग्यानिक, प्योर अर्ग्यानिक। आमा सोलिड। साथीले अर्को उठाएछ हो, यताउति गर्दा अब 1.5 किलो 1.5 किलो अलिकति ज्यादा होला है सम्बे, 1.5 किलो ज्यादा छ अर्ग्यानिक। अब आज 2 घरमा चाहिँ बेलुका चाहिँ 2 घरमा चाहिँ बेलुका चाहिँ यस्तो चाहिँ हुने भयो क्या। अब कुतुक्स यो चाहिँ अब दोस्रो पिस। आमामामा सोलिड हेर्नु नि च्याउ यहाँ। अब यस्तो त घरिघरि कहाँ हुन्छ अर्ग्यानिक, त्यहाँदेखि प्योर अर्ग्यानिक च्याउ हो।
भन्न ठिकै टाइममा आएछ हामी है। अलिकति यसै यहाँ हेर्नु नि आम्मा के हो यो वाट इज दिस आम्मा यो त यो घन्टा 2 किलो जस्तो यो रहेछ त हेर्नु नि च्याउ ओभरै मिठो हुन्छ क्या टेस्टी प्योर अर्ग्यानिक यो आधी किलोभन्दा बेसी छ यही एउटै। अब यस्तो पाउँछ अन्त किन चाहिँ तिमीहरू जङ्गल गएको जङ्गल घुमेको भन्छ यो हो खास चाहिँ सरसामान चाहिँ